Hello guys, welcome back to my YouTube channel. मलाई मेरो काकीले कान्छी काकीले काठमाडौँमा हुँदै हेरिदिनु भएको थियो अनि नभएको भन्दा पनि अहिले तपाईको 8 वर्ष भइसक्यो मलाई काठमाडौँमा हुँदै हेरिदिनु भएको थियो काकीले अनि अहिलेसम्म मेरो मुरा चाहिँ नयाँ छ किनभने यसरी खोलेर लाएर राखेपछि मुरा चाहिँ सेफ्टी हुँदो रहेछ जस्ताको तस्तै बस्दो रहेछ अनि हेर्दा पनि राम्रो सामान पनि जतन हुने त्यही भएर मैले चाहिँ मुरा खोल लगाएर राख्न थालेछु अनि खोल लगाउन पनि काकीले नै सिकाउनु भएको थियो मलाई त्यहीँदेखि म मुरा खोल बनाएर राख्छु रातो चाहिँ मैले किन लिएको भन्दाखेरि धेरै अरु कलरहरु धेरै बनाइसकेको छु मैले अनि रातो चाहिँ रातो बेडसिट अनि यो मुराको खोल सेट बनाएको थियो किनभने दसैँ तिहारमा चाहिँ पूजा आज रातो ओछ्याउन राम्रो लाग्छ भनेर चाहिँ अनि रातो बनाएको मैले रातो पनि रातो कस्तो राम्रो कलर राम्रो कलरको रातो छ